जानी कहाँ होला जानी कहाँ होला उनै रामलाई थाहा होला जानी कहाँ होला जानी कहाँ होला जानी कहाँ होला उनै रामलाई थाहा होला जानी कहाँ होला। यो कोठीहरूले प्रदान गरेको यो जुन सम्मान छ जुन यति धेरै व्यक्तिहरूलाई चाहिँ उपस्थित गराउनको लागि मानव सेवा फाउन्डेसन नेपाल लगायतको टिमले जुन यत्रो अवरात्र खटेर यत्रो यो यज्ञ महायज्ञ सञ्चालन गरेको छ यो आफैमा पनि एउटा असम्भव कुरा हो यति हुनु र त्यसमाथि पनि यो किसिमको सम्मान यो किसिमको सबैलाई प्रायोरिटी खर्च सेवा सुविधा अगण्य छ अगणित छ। छैनौ तिमी साथमा हिले साथमा हिले हे छटपटीमै बिताए रातमै रानी फुल बसायो तिम्रो माया नभएको हरूले यो आध्यात्मिक पाटो अथवा यो महायज्ञ जुन धर्मलाई साँची राखेर भगवानहरूको नाम पुकार्दै एउटा आध्यात्मिक भएर मनलाई पवित्रतातर्फ सबैजनाले धकेलिरहेको देख्दाखेरि कस्तो हुन्छ भने जस्तो तपाईँको यो मेला महोत्सवहरूमा 2-4 हजारमा हुँदा पनि झगडा पनि ढुङ्गाले हानान जस्तो हुन्छ। यहाँ त कसैको लागि ढुङ्गाले हान्यो भने पनि त्यो कसैले फर्काउँदैन किन भन्दाखेरि त्यहाँ त्यो किसिमको एउटा सूत्र चाहिँ आफै बन्दो रहेछ। अनि म आफै पनि छुट्टै किसिमले अलिकति आध्यात्मिकतामा डुबेको छु। हामीले आज मेला महोत्सव चलाउने ठेकेदारज्यूहरूलाई पनि 100 जना मान्छे बनाउन नसक्नु आज एउटा स्वेच्छाले लाखौँ 1.5 लाख भक्तजनहरू घरको काम छोडेर एउटा होइन कोठी होम महायज्ञ जस्ता कार्यक्रमहरूमा 12 घण्टा 15 घण्टा व्यतीत गरिरहनु भएको छ समयलाई। यहीँबाट पनि यानि कि थाहा हुन्छ कि मान्छेलाई के चाहिएको छ हामीले चाहिँ के प्रदान गर्नु। हामी चाहिँ पवित्र आफूमा पवित्रता भेटाउनको लागि आफूलाई सफल पाउनको लागि अथवा सन्तुष्ट हुनको लागि मुख्य पाटो भनेको आध्यात्मिकता रहेछ भन्ने कुरा चाहिँ हाम्रो समाजलाई हामीले जिइरहेको जीवनयापनलाई हाम्रो भाषा शैलीलाई चाहिँ केन्द्रित गर्दो रहेछ आध्यात्मिकताले भन्ने कुराको पुष्टि चाहिँ म जस्तो युवामा गर्यो। गण्डकी कोटी होम की जय, जय शिव शम्भो कैलाशपति भगवान की जय, प्राणनाथ पशुपतिनाथ की जय। सबैलाई स्वागत छ सिङ्गर शर्मिला श्रेष्ठ फेसबुक पेज, शर्मिला श्रेष्ठ युट्युब च्यानल, इन हाउस क्रिएसन फेसबुक पेजमा यहाँहरू सबैलाई स्वागत गर्न चाहे। यतिखेर हामी पोखरा 17 बिरौटामा भइरहेको गण्डकी कोटी होममा छौँ। यो ऐतिहासिक 700 कुण्डीय कोटी होम हो। यहाँ तपाईँले 26 गतेसम्म आउन सक्नुहुन्छ। यही जेठको भने अत्यन्त चर्चित कलाकारहरू यहाँ आउने क्रम जारी नै छ। यसै गरी धेरै चर्चित कथावाचक वाचिकाज्यू पनि यहाँ आइरहनु भएको छ भने यहाँ संस्कृतिविददेखि लिएर लोकसङ्गीतका धेरै सर्जकहरूदेखि लिएर धेरै थरीका व्यक्तित्वहरू यहाँ आउनुहुन्छ। कहिले जादुगरलाई हामी देख्छौँ त आजको बसाइमा भने अहिले नेपालको स्टेज एक छत्र खाइरहनु भएको यस्तो राम्रो आवाजको धनी पृथक शैलीको आवाजको धनी कुशल बेलवासे हाम्रो माझमा हुनुहुन्छ। 20औं वर्षको उहाँको सङ्घर्ष र सङ्घर्षपछि अहिले चलेका गीतहरू व्यस्त गायक तर गण्डकी कोटी होमले पायो। यसको लागि जय जयकार गर्नुपर्छ। कुशल बेलवासेलाई स्वागत छ। धन्यवाद शर्मिलाजी अनि इन हाउस मिडिया प्राइडलाई। अनि कस्तो अनुभव भइरहेछ अहिले? एकदमै यो छुट्टी खालको विशेष गरी चाहिँ हामी कलाकारहरू विभिन्न मेला महोत्सवहरूमा अलिकति रमाइलो अलिकति क्राउडहरूलाई उफार्ने शैलीमा दोहोरीतिर लोकदोहोरी अन्त मौलिक गीत गाउँदा पनि रमाइलोतिर हिँडिरहेको बानी अलिकति यो आध्यात्मिक पाटो अथवा यो महायज्ञ जुन धर्मलाई साँची राखेर भगवानहरूको नाम पुकार्दै एउटा आध्यात्मिक भएर मनलाई पवित्रतातर्फ सबैजनाले धकेलिरहेको देख्दाखेरि कस्तो हुन्छ भने जस्तो तपाईँको यो मेला महोत्सवहरूमा
ठाउँहरूमा 2-4 हजारमा हुँदा पनि झगडा पनि ढुङ्गाले हानान जस्तो हुन्छ। यहाँ त कसैले कसैको लागि ढुङ्गाले हान्यो भने पनि त्यो कसैले फर्काउँदैन, किन भन्दाखेरि त्यहाँ त्यो किसिमको एउटा सूत्र चाहिँ आफै बन्दो रहेछ। अनि म आफै पनि छुट्टै किसिमले अलिकति आध्यात्मिकतामा डुबेको छु। आजको दिन पोखरामा चलिरहेको यो 7औं गण्डकी कोठी होम महायज्ञ जुन आज 40औं दिनमा प्रवेश गरिसकेको छ, अझै करिब 2 महिनासम्म चल्ने जानकारी पाएको छु मैले यो कोठी होम र लाखौं भक्तजनहरूको यो भिडभाड भइरहेको छ, छुट्टै रमाइलो भइरहेको छ। शर्मिला चाहिँ तपाईँ धेरै मेला महोत्सवमा हिँड्नुभयो होइन? मेला महोत्सवमा जाँदाखेरिका दर्शक र आज यहाँ देख्नुभएको लाखौं भक्त फरक के पाउनु भयो? फरक चाहिँ अवस्था मात्रै हो, व्यक्ति हुनेहरू हुन्। जति आज जस्तो मैले रामनवमीको यो पछौरा ओढिरहेको छु, रामनवमीको जुन आज हामी एउटा हिन्दू धर्मका कुराहरू लेखिएको छ यसमा, रामकै नामहरू। अब हामीले जुन स्टेजमा जाँदाखेरि सिँगारिएका खादाहरू लगाएर अलिकति युनिक पाराको जुन त्यही खादा पनि युनिक पाराका लगाइरहेको हुन्छौँ र तलतिर देखिने दर्शकहरू पनि युनिक पाराकै हुनुहुन्छ। तर मैले भन्न खोजेँ अघि उहाँहरू नै हो, जस्तो यहाँ आउने दर्शकहरू लोकसङ्गीतलाई मन पराउँछ। जस्तो आज मैले कमै मात्रामा चाहिँ जस्तो महायज्ञहरू कोठी होमहरूका स्टेजहरूमा कमै मात्रामा प्रस्तुतिहरू दिएको छु र यो पनि धेरै पछिको प्रस्तुति हो मेरो खास यहाँ पनि। र उहाँहरूले जुन मलाई निहाल्नु भएको, जुन मलाई प्रत्यक्ष भेट्दाखेरि उहाँहरूले दर्शाउनु भएका आग्रहका भावनाहरू लोकसङ्गीतसँग नै सम्बन्धित छन्। उहाँहरू नेपाली लोकसङ्गीतलाई मन पराउने दर्शक हो। हामीले उहाँहरूलाई कस्तो खालको पर्फर्मेन्स दिनुपर्छ, कस्तो खालको प्रस्तुतिहरू पस्किनुपर्छ, मैले पस्किने मात्रै भन्दा पनि मलाई पस्काउनको निमित्त आग्रह गर्ने आयोजक संस्थाहरू लगायतको नेतृत्व टिमहरू पनि सचेत भएर हामीले आज मेला महोत्सव चलाउने ठेकेदारज्यूहरूलाई पनि 100 जना मान्छे बनाउन नसक्नु, आज एउटा स्वेच्छाले लाखौं 1.5 लाख भक्तजनहरू घरको काम छोडेर एउटा होइन कोठी होम महायज्ञ जस्ता कार्यक्रमहरूमा 12 घण्टा 15 घण्टा व्यतीत गरिरहनु भएको छ समयलाई। यहीँबाट पनि यानि कि थाहा हुन्छ कि मान्छेलाई के चाहिएको छ, हामीले चाहिँ के प्रदान गर्नुपर्छ भन्ने कुरा। जस्तो तपाईँले सोध्नु खोज्नुभएको प्रश्नमा अर्को एउटा एन्सर मैले क्वेसन बाहेक नै दिन चाहेँ। जस्तो मैले नेपाली गीत सङ्गीतमा मौलिक गीतहरू 1200 भन्दा बढी गीतहरूमा सहकार्य गरेको छु। मैले आवाज 1000 भन्दा बढी गीतमा आवाज दिएको छु। करिब 1200 गीतसँग म सर्जक भएर जोडिएको छु, आवाजको माध्यमबाट जोडिएको छु। र बजारमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जुन रुचाइएको जुन एउटा स्टेजमा चाहिँ पर्फर्मेन्स गरेर हिँडिरहेको भाइरल भन्ने शब्द जुन छ, जुन उशृङ्खलपन अथवा अलिकति खल्लोपन, अलिकति सहजताले चाहिँ सजिलै एउटा सस्तो लोकालिटी, एउटा भनौँ न सस्तो जुन एउटा आफ्नो एउटा मान मर्यादाभित्र चाहिँ बाँच्न चाहेको जमातले गर्दाखेरि अलिकति बिग्रिरहेको छ समाज। र यस्ता कोठीहरू महायज्ञहरू सदैव सञ्चालन रहिराखोस् र सदैव यसरी नै महायज्ञमै हिँडिराख्न पाइयोस् जस्तो खालको चाहिँ भान भएको छ। हजुर, विशेष गरी धेरैले हिन्दू धर्म संस्कार संस्कृतिलाई बिर्सेर तपाईँ जस्तो युवाहरू चाहिँ अन्य धर्ममा लागिरहेको र यो धर्म यो कहाँ तीर्थ बर्दहाट कहाँ हुन्छ यस्तो भन्ने खालको जमातलाई चाहिँ तपाईँको सन्देश के छ? मैले यसभन्दा अगाडि बोलेकै कुरा सन्देश नै हो। विशेष गरी चाहिँ मैले भनिसकेँ, हामी चाहिँ पवित्र आफूमा पवित्रता भेटाउनको लागि, आफूलाई सफल पाउनको लागि अथवा सन्तुष्ट हुनको लागि मुख्य पाटो भनेको आध्यात्मिकता रहेछ भन्ने कुरा चाहिँ हाम्रो समाजलाई, हामीले जिइरहेको जीवनयापनलाई, हाम्रो भाषा शैलीलाई चाहिँ केन्द्रित गर्दो रहेछ आध्यात्मिकताले भन्ने कुराको पुष्टि चाहिँ म जस्तो युवामा गऱ्यो। हुन त हिजोको दिन नभनौँ, आजकै दिन भनौँ, भोलिकै दिनमै म जस्तो युवाहरू मै पनि रमाइलो आचरणमा अथवा धर्मकर्मलाई अलिकति रूढिवादी नै सम्झिएर यानि कि हिँडौँला नहिँडौँला भन्न सकिएन तापनि, तर आजको दिन र आजको परिवेशमा मैले बुझ्दा, भित्रैबाट बुझ्दाखेरि साँच्चीकै मुख्य सूत्र भनेको चाहिँ हाम्रो लागि आध्यात्मिकता हो भन्ने कुराको चाहिँ मैले चाहिँ यही सन्देश चाहिँ दिन चाहेँ। जस्तो अन्त अन्त जाँदाखेरि कलाकार भनिसकेपछि कलाकार गीत गाउँछन् जान्छन् भन्ने खालको शैली हुन्छ, तर यहाँ तपाईँ आउँदाखेरि यो दुबोको माला यसरी साजसज्जामा सम्मान गर्दा चाहिँ कस्तो अनुभव भयो तपाईँलाई? विशेष गरी कुनै कुनै ठाउँमा मात्रै अलिकति उच्च हुँदाको सम्मान चाहिँ दिइन्छ कलाकारलाई पनि। कोही प्रमुख अतिथि विशिष्ट अतिथि बनाइन्छ, कहीँ कुनै कुनै ग्रामीण इलाकाहरू अथवा
कुनै कुनै अत्यन्तै कलाकारहरू कम पुग्ने कार्यक्रमहरू कम हुने ठाउँ अत्यन्तै कलालाई माया गर्ने विभिन्न ठाउँहरू छन् जहाँ विभिन्न किसिमका ठुला सम्मानहरू पनि लिइराखेको हुन्छु मैले। तर जुन यो कोटियमले प्रदान गरेको यो जुन सम्मान छ, जुन यति धेरै व्यक्तिहरूलाई चाहिँ उपस्थित गराउनको लागि मानव सेवा फाउन्डेसन नेपाल लगायतको टिमले जुन यत्रो अवरात्र खटेर यत्रो यो यज्ञ महायज्ञ सञ्चालन गरेको छ, यो आफैमा पनि एउटा असम्भव कुरा हो यति हुनु। र त्यसमाथि पनि यो किसिमको सम्मान, यो किसिमको सबैलाई प्रायोरिटी, खर्च, सेवा, सुविधा अगण्य छ, अगणितीय छ। भनेपछि जो कोहीले यति ठुलो कार्यक्रम आँट्न सक्दैन? मलाई लाग्छ जो कोहीले सक्दैन। हामीले एउटा प्लेनको टिकट पनि गुमाएर 7 बजेको टिकट गुमाएर 8 बजेमा उडेका रेकर्डहरू छन्। तर त्यो पनि समयलाई बुझ्न नसक्नुमा कति ठुलो गल्ती रहेछ हामीमा। तर यत्रो यो तपाईँको अगणितीय, यो असम्भव देख्दा नै एउटा तपाईँको चलचित्र जस्तो लाग्दो रहेछ। यो चलचित्रबाट निर्माण गर्न सजिलो छ होइन, तर यो चाहिँ निर्माण गर्न यत्रो यो यसरी चाहिँ सम्पन्न गर्न अत्यन्तै कठोर छ। तर जनताले, सबैले, भक्तजनहरूले सबैले दिएको साथ, माया, धर्मप्रतिको यो जुन उहाँहरूले गर्नुभएको अनुसरणप्रति अत्यन्तै म पनि यहाँहरूको ऋणी रहनेछु सबैप्रति। र धर्मको, संस्कृतिको, हाम्रो सम्पदाको, हाम्रो चाहिँ सनातनको चाहिँ रक्षाको निमित्त सबैलाई चाहिँ जुट्नको निम्ति आग्रह गर्दछु। र विशेष गरी विजय कृष्णमूर्ति महाराजज्यू यति ठुलो जुन यो सङ्कल्प गरेर यत्रो ठुलो आयोजना यति भव्य रूपमा सञ्चालन गर्नुभएको छ, यहाँहरूलाई यहाँप्रति सदैव सम्मान छ र सदैव यहाँहरूको साथमा रहने बाचा पनि गर्दछु। र मेरा लोकसङ्गीतहरू, मेरा लोकभजनहरू पस्किरहन पाऊँ कोटियममा। थ्याङ्क यू सो मच शर्मिलाजी। तपाईँ त अर्घाखाँचीको एउटा गाउँमा जन्मिनु भएको मान्छे, यतिखेर एउटा भजन सुन्न मन लाग्यो हामीलाई। जानी कहाँ होला, जानी कहाँ होला, उनै रामलाई थाहा होला, जानी कहाँ होला, जानी कहाँ होला, जानी कहाँ होला, उनै रामलाई थाहा होला, जानी कहाँ होला। साह्रै मिठो आवाज हजुरको। अब यसै गरी हजुरले भजन सुनाइदिनु भयो, हजुरको चलेको गीतमा पनि एउटा आवाज भरिदिनु पर्यो यतिखेर। हुन्छ, म एउटा गीत यहाँले अत्यन्त रुचाइदिनु भएको गीत पनि हो। छैनौ तिमी साथमा साथमा हे छटपटीमा बिताए रातमा रानी फुल बसायो, तिम्रो माया नभएको हरूले फसायो। अब नयाँ के आउँदैछ त कुशल बेलबासेको? दर्शकले, भक्तजनले यो नि हेर्न सुन्न चाहिरहनु भएको छ। प्राय मैले गाएका आवाज दिएका व्यवसाय गीतहरू त हप्तामा 1-2वटा रिलिज भएकै छन्, महिनामा 4-5वटा 6वटासम्म गीतहरू आइरहेको पनि छ। तर कुनै गीतहरू अलिक बढी क्याची भएपछि चाहिँ फल्लाले गाएको यो गीत हो नि भन्ने खालको चाहिँ कुराहरू आउँछ। यहाँहरूले हातेका पौजाले रानी फुल बसायो, रातो कालेकीमा सनी सारा, मुटु कटके लगायत दर्जनौँ गीतहरू मन पराउनु भएको छ। र अब आउँदै गरेको 30मा चाहिँ केही 1-2वटा नयाँ चाहिँ विषयवस्तुमा नयाँ सिर्जनाहरू आफ्नै सिर्जनामा ल्याउने तयारीमा चाहिँ छु। कुशल बेलबासेको फरक गीत अरू जुन बजारमा चलिरहेका गीतभन्दा फरक शैलीको गीत आउँछ भन्छन्, तीजको पनि त्यस्तै छ र? सायद तीजको पनि यसपालि आउने गीत फरकै हुन्छ होला। मैले डिजाइन गर्दैछु, अलिकति बनाएको छु, अलिकति बाँकी पनि छ। आफूले कम्पोज गरेका गीतहरू अहिले समय पनि दिन्छु, अथवा गाउने गीतहरूलाई छिटै पनि गाइन्छ। अलिक फरक चाहिँ दिने कोसिस चाहिँ गरेको छु। व्यावसायिक भन्दा पनि लोकसङ्गीतको एउटा उसमै रहेर, अधीनमै रहेर चाहिँ लोकसङ्गीतलाई चाहिँ नयाँ तरिकाबाट पस्किन पाऊँ भन्ने मात्रै उद्देश्य पनि हो। थ्याङ्क यू। समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। 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 थ्याङ्क यू।
Please don't forget to like, share, comment and follow Sharmila Shrestha page, and please do subscribe our YouTube channel.